हेलो साथीहरू, दर्शन नमस्ते। म ज्ञानेन्द्र खड्का। आज चाहिँ म धुलाबारीबाट दमकसम्मको एसियन हाइवेको ब्लग बनाउँदै जाँदैछु। साथीहरू सबैजनाले फुल भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहोला। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले च्यानल सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो कस्तो लाग्यो तपाईहरुले कमेन्ट पनि गर्न सक्नुहुनेछ। साथीहरू तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। फुल भिडियो हेरेर तपाईहरुले साथ दिनु होला है। आजको पहिला चाहिँ यो हाइवेको नाम चाहिँ के भन्छ महेन्द्र राजमार्ग थियो भने अहिले चाहिँ यो एसियन हाइवे बनिँदैछ। एसियन हाइवे भनेर चिनिन्छ अहिले चाहिँ। र सबैजना साथीहरूले भिडियो हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजना साथीहरूले च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाइदिनु होला। यस्तै भिडियोहरू हेर्नको लागि साथीहरू तपाईहरुको मायाले हामीलाई यस्तै भिडियोहरू बनाउनको लागि हौसला मिल्छ है। यो स्तरोन्नतिले अन्तर्राष्ट्रिय व्यापार र यातायातलाई नयाँ गति दिनेछ। यात्राको सुरुवात हामी अहिले धुलाबारीको बजारमा छौं। याकरभिट्टाबाट केही किलोमिटर पश्चिमको यो बिन्दुबाट दमकसम्मको यात्रामा म निर्माणको हरेक पाटोलाई कभर गर्नेछु। याद गर्नुहोस्, यो 2 लेनको सडक अब 4 लेन र शहरी क्षेत्रमा 6 लेनको बन्दैछ। हेरौं काम कति रफ्तारमा छ। निर्माणको पहिलो झलक यहाँ तपाईहरुलाई देख्न सक्नुहुनेछ। सडकको छेउछाउमा राइट अफ वे खाली गर्ने काम भइरहेको छ। रुखहरू काटिएका छन् र सडकको चौडाइलाई बढाउन माटो भरिएको छ। यस खण्डलाई पूर्वी खण्ड इस्टर्न सेक्सन भनिन्छ। यसको निर्माणको जिम्मा एभरासकोन कालिका जेबीले लिएको छ। एउटा राष्ट्रिय गौरवको आयोजनामा चुनौतीहरू त आउँछन् नै। यस खण्डका बिजुलीका पोलहरू सार्ने, खानेपानीका पाइपलाइनहरू हटाउने र सडक क्षेत्रभित्र परेका अस्थायी संरचनाहरू हटाउने काम चुनौतीपूर्ण छ। ढिलाइको मुख्य कारण पनि यही साइट क्लियरेन्स नै हो। अब हामी चारली जंगल क्षेत्रतर्फ अगाडि बढ्दैछौँ। यो आयोजनाको एउटा विशिष्ट र महत्त्वपूर्ण पक्ष यही छ। सडक निर्माण गर्दा वन्यजन्तुको आवागमन अवरोध नहोस् भन्नका लागि यहाँ एलिफन्ट अन्डरपास निर्माण गरिँदैछ। यो नेपालको पूर्वाधार विकासमा प्रकृति मैत्री कदमको उत्कृष्ट उदाहरण हो। यस अन्डरपासको उचाइ र चौडाइ यसरी डिजाइन गरिएको छ कि हात्तीहरू सजिलै सडक पार गर्न सकुन्। यो संरचनाले मानव र वन्यजन्तु बीचको द्वन्द्वलाई कम गर्न मद्दत पुर्याउँछ। जंगल क्षेत्रमा सडकको चौडाइ पनि शहरी क्षेत्रको भन्दा कम अर्थात् 24 मिटरको मात्र हुनेछ। यहाँ तपाईहरू ग्राभेल र माटोको तह हालेका देख्न सक्नुहुनेछ। यसलाई सब बेस भनिन्छ। यो मुख्य कालोपत्रे गर्नु अघि अत्यन्त बलियो जग हो। सँगै शहरी क्षेत्रमा पानीको निकासका लागि व्यवस्थित ढल र कल्भर्टहरू पनि बनाइँदैछ। यी सब संरचनाहरूले सडकलाई टिकाउ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। अब हामी झापाको व्यस्त बजार बिर्तामोडको प्रवेशद्वार आइपुगेका छौँ। यहाँ निर्माणको प्रकृति फरक देखिन्छ। शहरी क्षेत्रमा सडकको डिजाइन सबैभन्दा जटिल हुन्छ किनकि यहाँ 6 लेनको सडक बन्दैछ। 6 लेनको डिजाइन बिर्तामोड, चारपाने जस्ता घना बस्ती भएका ठाउँहरूमा 50 मिटर चौडा सडक हुनेछ। यसमा मुख्य 6 लेनको बाहेक दुवैतिर सवारी साधनको पार्किङ र स्थानीय आवतजावतका लागि सर्भिस लेन, फुटपाथ र सडक साइकल लेन पनि समावेश हुनेछन्। यसले गर्दा मुख्य हाइवेमा ट्राफिक जाम कम गर्न मद्दत पुग्नेछ। ओभरपासको योजना शहरी क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि केही प्रमुख स्थानहरूमा ओभरपास निर्माण गर्ने योजना पनि छ। यसले गर्दा राजमार्ग क्रस गर्ने पैदल यात्रुहरू र साना सवारी साधनहरूलाई सुरक्षित रूपमा वारपार गर्न सजिलो हुनेछ। स्थानीयको प्रतिक्रिया बिर्तामोड लगायतका बजार क्षेत्रमा सडक फराकिलो बनाउँदा धेरै स्थानीय घर तथा संरचनाहरू प्रभावित भएका छन्। क्षतिपूर्ति र मुआवजाको विषयले केही ठाउँमा काम सुस्त बनाएको भए पनि दीर्घकालीन विकासका लागि
स्थानीयहरूले पनि सहयोग गरिरहेका छन्। बिर्तामोड पार गरेर अगाडि बढ्दा हामी साना खोलानालाहरू, माथि निर्माण भइरहेका पुलहरू, कलभर्टहरू देख्न सक्छौँ। सडक आयोजनाले साना र ठुला गरी दर्जनौं पुलहरू निर्माण गर्दैछ। यसले वर्षाको समयमा बाटो बन्द हुने समस्यालाई सधैँका लागि अन्त्य गर्ने अपेक्षा गरिएको छ। कन्काई नदी र सिग्नेचर पुल। अब हामी यस खण्डको सबैभन्दा ठुलो चुनौतीमध्ये एक कन्काई नदीमाथि आइपुगेका छौँ। कन्काई नेपालका 6 वटा सिग्नेचर पुलहरू मध्ये एक हो। यसको निर्माण 300 मिटरभन्दा लामो आधुनिक प्रविधिको प्रयोग गरेर भइरहेको छ। नदीको गहिराइमा पिल्लर, फाउन्डेसन हाल्ने काम जटिल र महँगो हुन्छ। निर्माण गति र एडिबीको भूमिकाको यो विशाल आयोजना एसियाली बैंक एडिबीको आर्थिक सहयोगमा चलिरहेको छ। एडिबीले कुल लागतको ठुलो हिस्सा बेहोरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तर कायम गर्न र समयमै सम्पन्न गर्नका लागि विदेशी कम्पनीहरू संलग्न भएको एभ्रास्कोन कालिका जेबीले काम गरिरहेको छ। पुरानो सडकको अवस्था तपाईहरूले देख्न सक्नुहुन्छ। विस्तारको काम नभएको ठाउँमा अहिले पनि ट्राफिक जाम र धुलोको समस्या छ। तर जहाँ सब बेस हालिएका माटोको काम सकिएको छ, त्यहाँ बाटोको रूपरेखा नै फेरिएको छ। निर्माणको प्रगतिलाई 2 खण्डमा 25% देखि 30% को हाराहारीमा पुगिसकेको अनुमान गरिएको छ। हामी अब दमक बजारको सिमानामा छौँ। यस क्षेत्रमा पनि सडकको माटो भर्ने काम, कलभर्ट बनाउने र पुरानो सडकलाई विस्तार गर्ने काम चलिरहेको छ। दमक खण्डको निर्माण पनि पूर्वी आयोजना कार्यक्रम दमक स्थितको निगरानीमा छ। समाप्त भएपछिको स्वरूप कल्पना गर्नुहोस्। यो आयोजना पूरा भएपछि दमक र धुलाबारी बीचको यात्रा कति सहज हुनेछ। 4 लेनको फराकिलो, सुरक्षित र चिल्लो सडकमा यात्रा गर्न पाउँदाको अनुभव नै बेग्लै हुनेछ। यस ट्राफिक सिग्नल, सडक सुरक्षाका सम्पूर्ण मापदण्ड र उच्च गुणस्तरको कालोपत्रे प्रयोग गरिनेछ। आर्थिक प्रभाव। यो सडक नेपालको मात्र नभएर समग्र दक्षिण एसियाली कनेक्टिभिटीका लागि गेम चेन्जर साबित हुनेछ। यसले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म